चर्चो दिया संशलाई विदाई करने दिन आउला म गहिरो कृतज्ञताको भावना महसुस गर्दैछु तपाईहरुमध्ये धेरैले सोध्नु भएको थियो फादर तपाई कहिले जानुहुन्छ अब यो समय रहेको छ त्यहाँ मेरो पास्टर सेवामा सफलता हासिल गर्ने हजुरहरूको माया साथ प्रार्थना र सहयोगको महत्त्वपूर्ण भूमिका रहेको छ त्यसैले म तपाईहरुलाई मेरो मनको गहिराईबाट धन्यवाद व्यक्त गर्न अवसर दिन चाहन्छु सबभन्दा पहिले म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु उहाँले मलाई यो सुन्दर पल्ली र यहाँका राम्रो सदस्यहरूसँग आशीर्वाद गर्नुभयो यहाँ बिताएको समयको क्रममा मैले साँच्चै परमेश्वरको मार्गदर्शन अनुभव गरेँ धन्यवाद प्रभु म विश्व पौलुसलाई पनि धन्यवाद दिन चाहन्छु जसले मेरो परमेश्वरको अनुरोधलाई स्वीकार गरेर मलाई नेपाल विकास बिहारीमा काम गर्ने स्वागत गर्नुभयो धन्यवाद विश्वजी धन्यवादकै क्रममा म हाम्रा वरिष्ठ फादर लेडविजलाई विशेष धन्यवाद दिन चाहन्छु तपाईको सहयोगले मलाई धेरै मद्दत गर्यो तपाई मेरो लागि एक दाजु जस्तो हुनुहुन्छ म नेपालमा चर्चको विकासको प्रति तपाईको प्रतिबद्धतालाई साँच्चै प्रशंसा गर्दछु फादरजी यहाँको समयमा मलाई दिनुभएको माया हेरचाह र अवसरहरूको लागि धन्यवाद म मेरो ब्रदर विजयप्रति धेरै आभारी छु उहाँले यहाँको मलाई एक भाइको रूपमा सधैँ साथ दिनुभयो तपाईको साथले मलाई धेरै मद्दत गर्यो धन्यवाद साथै समुदायका संस्करणमा पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु तपाईको हेरचाह र प्रोत्साहनले मेरो मिसनरी भावनालाई धेरै प्रेरित गरेको छ धन्यवाद प्रिय ससुर म प्रिय हारी शङ्करलाई धन्यवाद दिन चाहन्छु कसैले धन्यवाद दिनु भनेर यी दुई शब्दले बयान गर्न सक्दैन हजुरहरूको माया साथलाई तपाईहरूले मलाई जस्तो छु तस्तो स्वीकार गर्नुभयो हरेक मासपछि तपाईहरूले मेरो घरमा सोध्नुभयो र मसँग कुरा गर्नुभयो जसले गर्दा मलाई कहिले एक्लै भएको महसुस भएन धेरै जसोले मसँग नेपालीमा कुरा गर्नुभयो जसले मलाई यो भाषा सिक्न मद्दत गर्यो सबै कुराको लागि धेरै धेरै धन्यवाद म तपाईलाई मेरो प्रार्थनामा सम्झिन्छु र हरेक मासमा तपाईलाई प्रार्थना गर्दछु म अहिले वैज्ञानिक दिदीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु उहाँले मलाई खाना सधैँ स्वादिष्ट खाना बनाई मेरो स्वास्थ्यको ध्यान गर्नुभयो धेरै धेरै धन्यवाद दिदी पुनः म तपाईहरू सबैलाई मनको गहिराईबाट धन्यवाद दिन्छु यदि कसैको नाम छुटिएको छ भने माफी माग्न चाहन्छु म मेरो अर्को प्रभुको कार्यमा जाँदैछु र तपाईहरूको प्रार्थनाको लागि अनुरोध गर्दछु ताकि म यसलाई प्रभुको योजना अनुसार पूरा गर्न सकूँ अब मेरो आफ्नो साथ धनगढी हो यदि कसैले धनगढी आउँदै हुनुहुन्छ भने कृपया उहाँसँग बेला आउनुहोस् म तपाईँलाई स्वागत गर्ने बहुत खुसी हुनेछु अन्तमा यदि मेरो शब्द र कार्यहरूले कहिल्यै तपाईँलाई चोट पुर्याएको छ वा तपाईँको अपेक्षा अनुसार गर्न सकिन भने म माफी चाहन्छु पुनः तपाईहरूको माया समर्थन र उत्तरदाको लागि धन्यवाद दिन्छु तपाईहरू मेरो दिलको विशेष स्थानमा हुनुहुन्छ फेरि